वाइड एंगल लेन्स के कुरा गर्नुहुन्छ भने सोनीमा तपाईको चारवटा अफिसियल अवेलेबल छ। एउटा चाहिँ जी अनि अर्को तपाईको जी मास्टर 2 रहेको छ भने एउटा तपाईको जी मा 16-25 पाउन सक्नुहुन्छ भने जी मास्टर 2 मा 16-35 पाउन सक्नुहुन्छ भने अर्को तपाईको पावर जुम सिरिजमा हेर्नुभयो भने 16 तपाईको 35 f 4.0 पाउन सक्नुहुन्छ भने त्यो भन्दा तल जायजकोमा पनि तपाईले पाउन सक्नुहुन्छ 16-35 त्यो पनि सोनीहरुको अफिसियल रहेको छ। यिनीहरु सबै नै हाई प्राइस सबैमा हाई प्राइस रहेको छ भने तपाईको जी मास्टर 1 वा जी मात्रै हेर्नुभयो भने तपाईको 1398 पर्छ भने जी मास्टर 2 त तपाईको बैंक ब्यालेन्स रिताउँछ तपाईको 2648 समथिङ डलर अहिले तपाईको रेट रहेको छ। यो चाहिँ तपाईको अफ द बैंक अन द बैंक बैंक भन्ने वाला टाइपको रहेको छ भने यसको लागि हामीसँग एकदमै राम्रो नेपालीहरुको लागि ब्युटिफुल एकदम राम्रो सल्युसन आएको छ। कुन लेन्सको सल्युसन भन्नुहुन्छ भने यो तपाईको सिग्माको 1628 f 2.8 DGDN रहेको छ। फेरि भनिन्छु सिग्माको 16-28 मिलिमिटर f 2.8 DGDN लिएर आछु मैले, यहाँ देख्न सक्नुहुन्छ। यो तपाईको f 2.8 भन्ने बित्तिकै एकदमै बवाल रहेको छ। यतिको प्राइसमा एकदमै कमाल रहेको छ भने एकदम भ्यालु फर मनी रहेको छ। अब भ्यालु फर मनी हुने बित्तिकै एक दुईवटा कुरा त यसमा पनि कम आउँछ जी मास्टरको तुलनामा। के आउँछ त भन्दाखेरि म तपाईलाई अनबक्स गर्दै भनिदिन्छु। यसमा चाहिँ तपाईको एपरेचर f 2.8 भए पनि यसमा तपाईको एपरेचर कन्ट्रोलर एपरेचर रिङ चाहिँ यसमा पाउन सक्नुहुँदैन है। यहाँ देख्न सक्नुहुन्छ एकदम बवाल रहेको छ। क्वालिटी एकदम कमाल रहेको छ। दामी चेकी क्वालिटीमा पाउन सक्नुहुन्छ। ब्युटिफुल देखि लिएर अखि क्वालिटीमा पाउन सक्नुहुन्छ। यही हो तपाईको f 2.8 DGDN फुल फ्रेमको लागि वाइड एंगल लगिङ टिकटकिङ इन्स्टाग्रामिङ सबैको लागि हुनेवाला लेन्स तपाईको कन्टेम्पोरेरी सिरिजमा रहेको छ भने यहाँ देख्न सक्नुहुन्छ तपाईको चट्ट तरिकाले एकदम बवाल रहेको छ। एकदम कमाल रहेको छ। यहाँ देख्न सक्नुहुन्छ चट्ट तरिकाले 16-28 पाइहाल्नुहुन्छ। एकदम राम्रो रहेको छ। यहाँ देख्न सक्नुहुन्छ एकदमै दामी रहेको छ। एकदमै बवाल रहेको छ। यो तपाईको भइसक्यो है। बजेटमा यतिको दामी बजेटमा एकदमै दामी यही तपाईले पाउन सक्नुहुन्छ भने यो तपाईको वाइड एंगल लेन्स यहाँ देख्न सक्नुहुन्छ 16-28 सिग्मा। यसमा तपाईले यहाँ देख्न सक्नुहुन्छ अटो फोकस म्यानुअल फोकस लाने बटन पाइहाल्नुहुन्छ। साथसाथै तपाईको यहाँ देख्न सक्नुहुन्छ तपाईको अरु त केही नै पाउनु हुँदैन। लु च्याटो तरिकाले यो तपाईको एपरेचर रिङ नै छैन यसमा। यहाँ देख्न सक्नुहुन्छ यहाँ तपाईको एपरेचर रिङै छैन क्या। त्यही कारणले गर्दाखेरि पनि तपाईको यो अलिकति कम पर्यो। तर त्यो भन्दैमा तपाईको भिजुअल नराम्रो हुने हुँदैन। भिजुअल एकदमै राम्रो छ। अटो फोकसिङ एकदमै फास्ट छ। तर जी मास्टरको कम्पेरिजनमा 1 देखि लिएर 1.5 थोरै सेकेन्ड चाहिँ अलिकति ढिलो चल्छ। त्यतिकै तपाईको भन्नु न जी मास्टरले जी मास्टर भनिदैन लुच्चाटो तरिकाले। अनि तपाईको भन्नु न पर्पज चाहिँ तपाईको यो वाइड एंगलको भिडियो बनाउने ब्लगिङ बनाउने इन्स्टाग्राम बनाउने ग्रुपको भिडियो बनाउने भएपछि तपाईले जी मास्टर लिनुपर्छ जस्तो लाग्छ र। किन भन्दाखेरि 35 मिलिमिटर भनेको तपाईको प्राइम लेन्सले बवालै हान्छ भने तपाईको भन्नु न यो खासै चाहिन्छ जस्तो लाग्दैन त्यस्तो। त्यही भएर दिमाग लगाऊ बजेट बरु बडीमा लगाऊ। फेरि भनिदिन्छु दिमाग लगाऊ बरु बजेट बरु अर्को बडीमा लगाउनुहोस्। यही वाला तपाईले जी मास्टर चाहिँ नलि यही सिग्माको 16-28 लिन सक्नुहुन्छ। 16-28 एकदम राम्रो एकदम दामी वाइड एंगल लेन्स लिन सक्नुहुन्छ। अनि यो तपाईको गिम्बलमा राख्दा पनि एकदमै लाइट वेट रहेको छ। साथसाथै तपाईको 90% परफर्मेन्स चाहिँ तपाईको जी मास्टरको कम्पेरिजनमा दिइहाल्छ। अनि यसको तपाईको स्टेपिङ मोटर यहाँ देख्न सक्नुहुन्छ। स्टेपिङ मोटर भन्छ यसले जुम इन आउट गर्नेवाला मोटर पनि एकदम फाइन छ। पहिलाको भन्दा लाइट वेट छ एकदमै राम्रो छ एकदम बवाल छ एकदम दामी रहेको छ। यो चाहिँ तपाईको जीएनडी टेक्नोलोजी रहेको छ। जीएनडी टेक्नोलोजी सबमा अवेलेबल भइसकेको छ। उहाँहरुकैबाट हामीले रिभ्यू लागेको सामान रहेको छ। अनि सोनी तपाई पनि हेर्न सक्नुहुन्छ। तपाई पनि कृपया सोनी तपाई पनि स्पोन्सर गर्नु होला। अहिलेको लागि चाहिँ यो भन्नु न 16-28 को लेन्स चाहिँ तपाईले जीएनडी ग्याजेटबाट लिनु होला। दामी चेकी क्वालिटी